जाउँ। हेलो गाइज, हामी चाहिँ मासतिर जान लागिरहेका छौँ है। हामी नम्बर प्लेट बिना हाम्रो जितेस है। जाउँ। रेस मोडिङमै छ है। बाइक चाहिँ एउटा साइनेसर मात्रै फेरे हो, त्यतिकै जान लागिरहेका छौँ। गाइज है, अब यहाँ हल्का यसो अफरोड छ, अनि त्यसपछि त्यहाँ हल्का पुलिस चौकी पनि छ अगाडि। हल्का भागेर जानुपर्ने हुन्छ जितेसलाई चाहिँ है। जितेसलाई खतरा देखिरहेको छ है, पछाडिबाट पुरै 48 लेखेको है, दामी देखिरह। आमामा गाइज धुलो। यहाँ अफरोडमा चाहिँ हल्का बिस्तारै कुदाउनु पर्ने हुन्छ है, नभए त बाइक थोत्रो भइहाल्छ नि गाइज। ओह माई गड, धुलो गाइज, धुलो। जितेस कस्तो धुलो उडाएको यार त। गाइज बाटो चाहिँ खाली खाली जस्तो छ है आज। अब हामी चाहिँ यहाँबाट मासतिर लाग्छौँ है। यहाँबाट चाहिँ मासतिर लाग्छौँ। पुलिस चौकी छ गाइज, के गर्ने होला त। पालुङ जाने बाटो अहिले पिच गरेको छ अरे गाइज, अनि त्यतै जानला हो। हाम्रो जितेसको बाइक चाहिँ स्टक छैन क्या, थोत्रो भन्दा पनि के अरे बनाएकै छैन। जस्तो ड्रेसिङ मोड हो त्यस्तै हो, त्यही भएर यता माथि जानुपर्ने हुन्छ। हेर त मिलेको छैन ल।